तपाईले जवाब के दिनुहुन्छ त्यतिखेर? यो देश विषम परिस्थितिमा गइसकेको छ। तपाई हामीले अब यो परिवर्तन गर्नको लागि तपाई हामी जाग्नुपर्छ, उठ्नुपर्छ। तपाई हामी एक एक गर्दै हातेमालो गर्दै अगाडि हिँड्नुपर्छ भने तपाई हामी बोल्न डराउनु हुँदैन। तपाई हामी बोल्नै डरायौं, तपाई हामी चाहिँ अगाडि बढ्नै डरायौं। चोकमा जाँदाखेरि 4 जना मान्छेले देख्छ यता घन्टेको आएछ, घन्टीको आएछ भन्छ भनेर तपाई आफै लुक्नुहुन्छ भने तपाईले अगाडि परिवर्तन संगठन लिएर हिँड्न सक्नुहुन्न। त्यही भएर तपाई हामी खुल्नु जरुरी छ। मैले यस्तो कुरो गर्दै गर्दा माफ गरिदिनु होला, यति धेरै बोल्नु नभन्नु होला, किनकि देशको विषम परिस्थिति नै यस्तै छ। जबसम्म हामीले व्यापक रूपमा तपाईँ हामी बोलेर तपाईँ हामीले संगठनलाई अगाडि बढाएर एक एक गर्दै हातेमालो गर्दै अगाडि बढिनौँ भने अहिले जुन स्थिति यो देशमा आइरहेको छ यो भन्दा भयावह स्थिति यो देशमा आउँछ र हामीलाई अगाडि बढ्न दिँदैनन्। जसरी अहिले हाम्रो सभापति रवि लामिछानेज्यूलाई यिनीहरूले एक एक गर्दै एक पछि अर्को प्रमाणित नभएको केसमा पनि उहाँलाई फसाइरहेका छन्। तर उनीहरू भित्रै तपाईँ हामीले हिजो आज मात्रै सुन्दैछौँ गृह मन्त्रालय भनेको कस्तो मन्त्रालय हो? गृह मन्त्रालय गृह मन्त्रीको केस तपाईँ हामी सबै साथी सञ्जाल हेर्छौँ नि। गृह मन्त्रीको केस 2 दिन अगाडि मात्रै आउँदैछ। एउटा भिजिट भिसामा तपाईको चाहिँ 50 लाख रुपैयाँ दैनिक लिएर त्यो मानव तस्करी बेचबिखन गरेको कुरो बाहिर आउँदाखेरि उहाँ अहिले किन त्यही कुर्सीमा चिप्केर बसिराख्नु भएको छ? अनि उहाँले भन्नुभयो मिडियामा आएर मेरो यो केस प्रमाणित भयो भने म राजीनामा मात्र होइन राजनीति छोडिदिन्छु। उहाँहरूले राजनीति छोडिदिने प्रमाणित भयो भने हाम्रो सभापतिको प्रमाणित नभएको केसलाई पनि जेल कोर्नुपर्ने, पूर्वपक्षका लागि थुनामा राख्नुपर्ने, उहाँको मुख बन्द गर्नुपर्ने। तर अहिलेसम्म केस प्रमाणित भएको छैन। अनि के नयाँ युवाहरूले बोल्नै नपाए